हेलो गाइज हामीहरू अब लाग्यो सपिङमा घुमघाम हो कि सपिङ हो कि के हो लाग्यो के गर्छौँ तपाईँहरूलाई सपिङमा देखाइहाल्छु नि के समस्या भएन दाजु फेरि अब ड्युटी सकेर आएर अहिले फेरि अब लाग्यो बस स्ट्यान्डतिर लाग्यो बस चढेर गइन्छ अल हबुब भन्ने हाम्रो चाहिँ मार्केट छ त्यो मार्केटमा त्यहाँ के कस्तो छ तपाईँहरूलाई म देखाउँछु आज ईदको पहिलो दिन हो ईद लागेको छ यता त्यही गर्दा लाग्यो ईदको पहिलो दिन के कस्तो छ अल हबुब सुन्दरी गर्मी महिना नाजुक छ हामीलाई हिँड्नु साह्रै गाह्रो भएको छ है यताको नजारा यस्तो छ हाम्रो गाउँतिर ल अब अहिलेलाई राखौँ होइन हामीहरू अब बस चढ्ने ठाउँमा आइपुग्नु लाग्यो हामीले काम गर्ने चाहिँ उस्तो पारी हो तपाईँलाई देख्नुहुन्न होला पैसा होइन बस स्टप छ झट्ट बस चढेर दाजुभाइ लागिन्छ मार्केटतिर तपाईँ नजारा यस्तो छ हेर्नुहोस् सब बन्द छ अझ ईद हो सुनसान छ ईदमा सुनसान हुन्छ बेलुका चाहिँ फेरि पुरा रमझम टमझम हुन्छ झट्ट आएर बस स्टप माथि छ मेरो बस स्टप आइपुग्नु लाग्यो त्यहाँ छ बस स्टप साथी अगाडि हिँड्दैछ ढक्लाक भरेछ भन्छु म काम गर्न पर हामीले काम गर्न तपाईँले देख्नुहुन्छ त्यो तमझम भएको छेउमा हो त्यो सिराज कबाब लेखेको छ हाम्रो काम गर्ने ठाउँ हाम्रो यहाँ आइसक्यौँ बस स्टप चाहिँ आइसक्यौँ ए आज रेडी भइसक्यो फिलहाल घर पुरा रेडी भयो नि ल्याएर सिसा भएको चाहिँ हाम्रो हो त्यो टामचाम गरेको चिकन छेउको चाहिँ हाम्रो हो सिराज कबाब त्यो सिराज कबाब चाहिँ हाम्रो हामीले काम गर्ने ठाउँ त्यो साथी हो ल है हामी बस एकछिन कुर्छौँ बस चढेर जान्छौँ त्यसपछि तपाईँहरूलाई मार्केटमा गएर भेटौँला अल हबुबबाट हामी फर्किँदैछौँ होइन अहिले सपिङ गरेर दाजुभाइको एउटा जुस खाँदै सत्ता पैदल यात्री हामीहरू अरूलाई गरी भन्छ हामीलाई गर्मी छैन हामी जति हिँड्नु सकिन्छ अल हबुबको नजारा साथी र म अभागाडो जुस खाँदै जिन्दगीमा के छ भाइ सत्ता भएर फर्किँदैन यस्तै साथी अल हबुब ल रुममा गएर भेटौँ ल अब हेलो साथीहरू म फाइनली रुम आइसकेँ धेरै गर्मी भएकोले भिडियो धेरै बनाउन सकिएन भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुर सबैजनालाई धेरै धन्यवाद छ यस्तै साथ सपोर्ट गर्दै जानु होला र फेरि म अर्को भिडियो लिएर आउने नै छु तपाईँहरूमा अहिलेलाई म बिदा हुन चाहन्छु हजुरको दिन सबैको शुभ रहोस् हस्त नमस्ते गुड बाई